नमस्कार। योभन्दा अगाडिको भागमा मैले यहाँलाई आर्साको अथवा पाइल्सका विभिन्न किसिमहरू बताउँदाखेरि जन्मजात पाइल्सको कुरा गरेको थिएँ। यो भागमा चाहिँ जन्मजात हुने पाइल्स अर्थात् हर्षाको लक्षणहरू के बताइएको छ आयुर्वेदमा त्यो बारेमा जानकारी दिनेछु। अष्टाङ्ग सङ्ग्रहबाट पहिला राख्न चाहे। जन्मजात जुन पाइल्स हुन्छ त्यसलाई सजिलै देखिँदैन। यो कडा हुन्छ, यसको रङ पहेँलो र सेतो मिसिएको हुन्छ, पुष्ट हुन्छ। यसले धेरै नै दुःख दिन्छ, मुख भित्रतिर फर्केको हुन्छ र यसले अनेक थरी सहरोगहरू अर्थात् साइड इफेक्टहरू निकाल्दछ। अष्टाङ्ग हृदयमा लेखिएको छ, यो सहज अर्श अर्थात् जन्मजात हुने अर्श विशेष किसिमले रुखो देख्दाखेरि यदि बाहिरी उसमा चाहिँ एकदम विभत्स किसिमको मुख भित्रतिर फर्केको सेतो पहेँलो वर्णको जसलाई पाण्डु वर्ण भनिएको छ त्यस्तो वर्णको र धेरै दुःख दिने र धेरै किसिमका साइड इफेक्टहरू अथवा सहरोगहरू निकाल्ने हुन्छ भनेर लेखिएको छ अष्टाङ्ग हृदयमा। गरुड पुराणमा जन्मजात अल्काई हृदयमा निको पार्न कठिन हुने खालको भित्रभित्रै असर गर्ने खालको पहेँलो सेतो रङ मिसिएको र डरलाग्दा किसिमका सहरोगहरू निकाल्ने गुणको हुन्छ भनेर बताइएको छ। चरक संहितामा गर्भजन्य जुन पाइल्स हुन्छन् ती कुनै मसिना, कुनै ठुला, कुनै लामा, कुनै छोटा, कुनै गोला, कुनै नमिल्दो तरिकाले फैलिएका, कुनै भित्रतिर बाङ्गिएका, कुनै बाहिरतिर बाङ्गिएका, कुनै एक आपसमा जेलिएका र कुनै भित्रतिर मुख फर्केका हुन्छन्। जुन दोषले गर्दा यो जन्मजात पाइल्स भएको छ त्यो अनुसार त्यसको रङ हुन्छ भन्ने कुराहरू यहाँ गरिएको छ चरक संहितामा। थप भनिएको छ जन्मजात जुन पाइल्स हुने मानिस छ त्यो मान्छे अति नै दुब्लो, शरीरमा तेज नभएको वा शरीरको रङ फुङ्ग उडेको, कमजोर र दया लाग्दो देखिन्छ। वायु, पिसाब र दिशा त्यस्ता मानिसको बढी हुने नि गर्छ वा रोकिएको गर्ने हुन्छ। पत्थरी र सर्करा मेह रोग हुने गर्दछ। प्रमेहको एउटा प्रकार हो यो, बालुवा जस्तो पदार्थ पिसाबबाट मिसिएर जाने खालको प्रमेहको एउटा स्टेजलाई सर्करा मेह भनिन्छ। त्यस्तो किसिमको रोग हुन्छ। अनिश्चित किसिमले कसिएको वा गिलो, पचेको वा नपचेको, सुक्खा वा पातलो दिशा हुने गर्दछ। बेला बेलामा कहिले सेतो त कहिले पहेँलो सेतो, कहिले हरियो, कहिले पहेँलो, कहिले रातो, कहिले अरूढ वर्णको, कहिले पातलो, कहिले चिल्लो, कहिले लेसियाइलो एवं लास गनाए जसरी गनाउने खालको नपचेको दिशा हुने गर्दछ। नाइटो, मूत्राशय, तिग्रा र टुइके हाड को जोर्नी जुन कम्मरको हाडको जोर्नी हुन्छ 3 भाग हुन्छ त्यसलाई त्यो टुइके हाड भन्छ। त्यसमा चाहिँ काटे जसरी दुख्छ त्यो भित्र चाहिँ असाध्यै बढी दुख्छ भन्ने कुरा पनि चरक संहितामा गरिएको छ। यसै गरी थप लक्षणहरूमा अड्किएर तितो र अमिलो डकार आउने गर्छ, बलहीन कमजोर पाचक अग्नि हुन्छ, वीर्य कम बन्दछ। यदि पुरुष छ भने त्यस्ता पुरुषको वीर्य कम बन्दछ। यदि उसलाई जन्मजात पाइल्स छ भने वीर्यको उत्पत्ति कम हुने गर्दछ। यदि स्त्री छन् भने तिनीहरूको रज कम उत्पत्ति हुने गर्दछ। मानिस रिसाइरहने स्वभावको, जतिखेर पनि दुखी भइराख्ने स्वभावको हुन्छ। खोकी लाग्ने, श्वास हुने अर्थात् दम निस्कने, तमक नाम जसलाई आजभोलि अस्थामा भनिन्छ त्यस्तो किसिमको दम रोग हुने, तिर्खा लागिरहने, बान्ता होला जसरी पेट निमोठिरहने, बान्ता भइराख्ने, अरुचि हुने, खाएको कुरा नपच्ने, पिनास रोग बेला बेला भइराख्ने र हाच्छिउँ आएर हैरान पार्ने गर्दछ। तिमिर रोग अर्थात् आँखा अगाडि
अँध्यारो देखिने किसिमको रोग, टाउको दुख्ने रोगले पनि त्यस्ता मानिसलाई पीडित पार्ने गर्दछ। अर्थात् यी रोगहरू देखिन्छन् भने त्यो मान्छेलाई पाइल्स पनि भएको हुनसक्छ। पाइल्स भनेको बाहिर लुन्द्रो निक्लिँदैमा मात्रै पाइल्स हुँदैन, भित्र गडेको पाइल्स हुनसक्छ भन्ने कुराहरू आयुर्वेदमा गरिएको छ, जसलाई जन्मजात पाइल्स भनिएको छ। खिएको, आवाज बदलिएको, बसेको वा कमजोर, टाँसिएको र धोत्रो स्वर हुन्छ। कानका रोग निस्कन सक्छन्। हात गोडा, मुख र आँखाका नानीमा सुजन हुन्छ। ज्वरो आउने, आङ दुख्ने, सबै आँखली वा जोर्नीहरू र हाडमा सुल हुने, बीचबीचमा कोखा, पेट, मूत्राशय, छाती, ढाड र कण्ड्यौलो निकै भतभती भित्रभित्र पोल्ने गर्दछ। रोगी हरदम चिन्ता गरिरहने र अल्छी हुन्छ। जन्मैदेखि मलद्वारको बाटो छेकिने हुनाले, अर्थात् त्यहाँ चाहिँ अवरोध उत्पन्न हुने हुनाले अपान वायु शरीरको तलतिर सर्नुको सट्टा माथतिर सर्न थाल्दछ। अनि त्यसले अरू वायुहरू, जसलाई आयुर्वेदको भाषामा विभिन्न कार्य गर्ने प्राणवायु, व्यानवायु, उदानवायु हुन्छन्, तिनीहरूलाई पनि यसले दूषित, त्यो अपान वायुले गएर दूषित बनाउन थाल्छ। पित्त र कफ समेत दूषित हुन थाल्छ। वातजन्य, पित्तजन्य र कफजन्य अनेक किसिमका रोगहरू निस्किन थाल्दछन्। यसरी जन्मजात अर्थात् सहज हर्षका बारेमा वर्णन गरिएको पाइन्छ। चरक संहितामा, भावप्रकाश संहिता र माधव निदानमा लेखिएको छ। त्रिदोषले हुने हर्षामा तीनवटै दोषहरूको लक्षण मिसिएर देखिने गर्दछ। यदि त्यो जन्मजात छ भने जुन जन्मेपछि हुने त्रिदोषजन्य हर्षामा जस्तै यो जन्मजात हुने हर्षामा पनि त्रिदोषहरू पहिले सुरुदेखि नै देखिने गर्दछ। जन्मजात हुने हर्षा अथवा पाइल्स अति दुःखदायी हुन्छ। यसमा डरलाग्दो खालका पाण्डु वर्णका अथवा सेतो पहेँलो मिसिएका, खस्रोपनले युक्त, हल्का रातोपन भएका, भित्रतिर मुख फर्केका टुसा हुन्छन्। यसले पीडित मानिस दुब्लो, झिनो स्वर भएको, कमजोर पाचन शक्ति भएको, वीर्य कम बन्ने वा रज कम बन्ने, नसाको जालो देखिने खालको शरीर भएको हुन्छ। उसलाई जहिले पनि दिशा गर्नमा समस्या हुने गर्छ। सन्तान धेरै हुन्छन्, रिसाइरहन्छ, स्वर फुटेका काँसको भाँडा बजे जस्तो बज्ने किसिमको हुन्छ। टाउको, आँखा, कान र नाक दुखिरहन्छ। छाती कफले लिपिएको जस्तो हुन्छ र मुखबाट पानी बगिरहने गर्दछ भनेर लेखिएको छ। सुश्रुत संहिता भन्दछ, यस्तो जुन जन्मजात हर्षा मसिनो र डरलाग्दो हुन्छ, सजिलै देखिँदैन, खस्रो हुन्छ, सेतो पहेँलो रङको हुन्छ, डरलाग्दो हुन्छ र मुख भित्रतिर फर्केको हुन्छ। यस्तो हर्षा जसलाई छ, जन्मजात पाइल्स जसलाई छ, त्यो मानिस दुब्लो, कम खाने, शरीरभरि नसा देखिने, सन्तान कम हुने र वीर्य कमजोर हुने खालको हुन्छ। उसको स्वर झिनो हुन्छ तर रिसाइरहन्छ, पाचन शक्ति कमजोर हुन्छ, नाक, टाउको, आँखा र कानका रोगहरू हुन्छन्। जतिखेर पनि आन्द्रा कुइँ कुइँ गरेर कराइरहन्छ, पेट फुल्दछ, छाती भारी हुन्छ र अरुचि हुन्छ भनेर यसरी जन्मजात भएका पाइल्सका लक्षणहरू बताइएका छन्। कुनै रोग हुँदाखेरि त्यसकारण अब जस्तै मानिलिउँ, अब यहाँ जे रोगहरू हुन सक्छ भनेर बताइयो, ती रोगहरू हेर्दाखेरि आफूलाई पाइल्स छ कि छैन त्यो पनि जचाउनु पर्ने हुन्छ भन्ने आयुर्वेदको यो धारणा देखिन्छ। हस् त, यिनै जानकारी सहित यो भागबाट बिदा हुन चाहे। नमस्कार।